के छ त दिदी के छ रमाइलो छ यस्तो खुसीको माहौलमा किन तपाईँ भन्नुहोस् त नहाँसेर के हो फोटोमा नहाँस्नु तपाईँ भिडियो कोही यहाँ खानामै व्यस्त हुनुहुन्छ यहाँ दिदी चाहिँ जे होस् दुनियाँमा चाहिँ हाँस्नुहुन्छ है उहाँलाई छोरै होस् है पहिला धेरै थियो भने पाउँदैन छोराको बाउले जम्दा दिदी काटिहाल्छ दुईटा केक त काटिहाल्नु सोमा सोमा ल सोमा न Happy anniversary. Okay. एक दिन एनिभर्सरी Baby shower, baby shower. अब एक अर्को खुवाइदिने अब हैन हो यो त गर्नै पर्ने चिज हो दिदी अलि सानो मुख गर्नु पर्यो के खाना त खा मै खाइदिन्छु भन्नु बढी आएर हाम्रो वाह दीदी वाह दीदी एकदम इमान अनि तिमीलाई के दिदी मुखको घटाउनु पर्यो क्या पहिला बात तो सही है ये भगवान क्या जुलुम है दिदी पानी चाहियो नहीं एकचोटि फेरि ह्याप्पी एनिभर्सरी म त बिर्सिन्छु मगर क्यों ह्याप्पी के अरे बेबी सावर ह्याप्पी बेबी सावर Okay. अब कच्चा कुच्चो खाएर पेट भरिने भइहाल्यो दिदी भिनाजु खाएर भिनाजुको सट्टा नि तपाईँले खुवाइदिनु दिदी वेरी डेंजरस आज त लिनुपर्छ के भिनाजु मोटाउनु हुन्छ क्या धेरै गाउनु पैसा धेरै फेरि अरू जति बेबी सावर पल्केर ह्याप्पी एनिभर्सरी पो भयो धेरै एनिभर्सरी नभन्नु दिदी बधाई छ मेरो भाइ दिदी आज के मात्र भयो छैन भन्नुहोस् त दिदी बाँकी भएको सब भयो कति खाइदियो गरे Normal भरे खाइदियो अनि रात पर्यो भन्दैमा नाकमा लगाइदिनु पर्छ नि